वेलकम ब्याक माई युट्युब च्यानल गुरुङ भ्लगमा फेरि पनि न्यू डे न्यू भ्लग आइपुगेको छ। सो माया गरेर हेरिदिनु होला, स्किप नगरिकन हेरिदिनु होला। मेरो चाहिँ यो भिडियो लङ टाइम पछि भिडियो भनौँ अब कति मनपछि त्यही हेरेर थाहा पाउनु, त्यहाँ च्यानल हेरेरै थाहा पाउनु सक्नुहुन्छ त्यहाँभित्र गएर। अनि सो आजको भिडियो चाहिँ के हो भने हजुरहरूले टाइटल हेरेरै थाहा पाइसक्नु भएको होला। अनि सो मैले भनिराख्नु पर्दैन। अनि त्यही हो, म अहिले चाहिँ 8 बज्न लागिसक्यो, म चाहिँ अघि नै उठेको। आज थाहा छ के हो, सधैँ टोइलेटमा म मात्र हो कि आई डोन्ट नो, म मात्र हो कि सबैजना त्यस्तै हो है। त्यो टोइलेट जाँदा मोबाइल लगेर जाने के। आज चाहिँ मैले लगेन नि, थाहा छ, कपी लगेर गएको, कपी तर लान्थेँ है, मोबाइल हुन्छ होइन। अनि कपी किन लगायो भने मोबाइल चार्ज थिएन कि, अनि त्यही भएर चार्ज लगाउनका लागि चाहिँ त्यत्तिकै जान अलि अप्ठ्यारो लाग्यो। अनि त्यही भएर कपी लगेर गएको। अनि सो भिडियोतर्फ लागौँ। अनि चाहिँ हल्का पढेकै, त्यस्तो पढे त होइन, हिजो नोट मात्र छोटो बनाएर बसेको। अनि त्यही हो क्या। अनि मैले चाहिँ हाम्रो चाहिँ आज चाहिँ क्लासमा चाहिँ अगाडि गएर प्रेजेन्टेसन दिएर बनाउनु पर्ने हुन्छ। म सुनाउँछु ल पढेर। कफी अल्टरनेटिभ इन ग्रेन्ड बेभरेज, त्यो टपिङ भयो। अब टपिङभित्र मुनि चाहिँ के छ भने ग्रेन्ड लेमन टी अनि एउटा भयो। अनि यता सर्ट गर्नु पर्छ। अनि ग्रेन्ड लेमन टी भयो, अनि ग्रेन्ड मिल्क सेक भयो, अनि ग्रेन्ड ओरेन्ज कोकोनट सेक भयो। अनि ग्रेन्ड चारोमा हामीलाई चिट्टा टिपाउँछ, अनि चिट्टा टिपाएर जुन आउँछ अनि त्यही बनाउने छ कि माइन्डमा। अलिअलि चाहिँ छ, अलि मलाई चाहिँ छ। मैले चाहिँ कुन पऱ्यो हुन्थ्यो भनेछु भने चाहिँ मैले चाहिँ यो ओरेन्ज कोकोनट सेक भन्नेवाला म भनेर देख्छु। म बन्द गर्छु, हेर्नु तपाईँ क्या अगाडि बन्द गर्छु। अनि मैले चाहिँ अगाडि गएर ट्राई हान्नुपर्छ कि। अनि क्लासमा चाहिँ विजय यस्तो हाँस्छ, विजय सरले जो भयो विजय त हान्छ। म यस्तो गर्छु है, यस्तो हुन्छ, यस्तो पछाडि हात हुन्छ। Hello everyone, good afternoon. My name is Sitan Guru. I am going to talk today orange coconut shake. Orange coconut shake बनाउनका लागि चाहिँ ग्रेन्ड पिक्चर चाहिन्छ। ग्रेन्ड पिक्चरमा 4-6 आइस क्युब हाल्नुपर्छ। अनि त्यसपछि चाहिँ 3 पिस कोकोनट हाल्नुपर्छ। अनि त्यसपछि चाहिँ 2 स्पुन चाहिँ भेनिला आइस हाल्नुपर्छ। अनि त्यसपछि चाहिँ 2 आउन्स चाहिँ कोल्ड मिल्क हाल्नुपर्ने हुन्छ। अनि 20-25 ml चाहिँ 20-25 ml चाहिँ सुगर सिरप हाल्नुपर्छ। अनि त्यसलाई ग्राइन्ड गर्नुपर्छ। अनि ग्राइन्ड गरिसकेपछि टल ग्लास लिएपछि टल ग्लासमा चकलेट ससले डेकोरेट गर्नुपर्ने हुन्छ। डेकोरेट पछि अनि त्यो ग्रेन्डवाला खानुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ टपिङ विथ द व्हाइट क्रिम, अनि माथिबाट कोकोनट 2-3 पिस डेकोरेट, अनि फेरि चकलेट सस डेकोरेट, अनि स्टो एन्ड सर्भिस एट थ्याङ्क यू भनेर यस्तो प्रेजेन्टेसन गर्नुपर्छ। अनि त्यसपछि बनाएर देख्नुपर्ने हुन्छ। त्यही हो गाइस। अनि अब के गर्नुपर्ने हुन्छ भने चाहिँ कति बज्यो, 8 बज्यो। 8 बजेपछि अब म चाहिँ फेरि पढ्नुपर्ने हुन्छ। कति 8:30सम्म पढ्छु। अनि 8:30 पछि पढेपछि मैले चाहिँ ब्रुस नि गरेन। मैले ब्रुस बिहानैमा गर्नु चलाएको छैन क्या। मैले ब्रुस चाहिँ अलि पछि गर्छु। क्या मेरो थोप्रा
मेरो मोबाइलमा चाहिँ चार्ज छैन त्यही भएर चार्ज लगाइरहेको ए ल फेरि भेटौँला है गाइस 35 को 35% छ हौ मेरो त चार्ज लगाउँछु कति 1-1.5 घन्टा जति चार्ज गाइस म चाहिँ रेडी भइसकेँ मेरो पुरा रुम घाला दिएन न यस्तो छ के छैन मेरो कपी हालेँ मेरो पेन हालेँ सब हालेँ मेरो आफ्नो स्केल छ क्या यस्तो एउटा हातले म चाहिँ हिँड्दै जानुपर्छ आधी घन्टा लाग्छ सो गाडी नि लाग्छ 20 रुपियाँ लाग्छ तर मलाई 20 रुपियाँ खर्च गर्नु छैन हिँड्दै जान्छु मेरो खुट्टा जिन्दाबाद आज थाहा छ गाइस मैले जुत्ता पहिला मेरो जुत्ता भाडा यहाँ त छैन यो 1 वर्ष भइसक्यो जुत्ता किने 1 वर्ष यस्तो जुत्ता लाग्यो गाइस अब मलाई बेसी भेटौँ ल हो त्यस्तो ओभरै लाग्छ हौ लिपस्टिक मेरो त ओभरै लाग्छ लिपस्टिक आज ढिला भएको छ जहिले मैले देखाएन जहिले मैले भिडियो बनाउँछु त्यहीले यहाँ बस्छ अनि फेरि अनि त्यसपछि त्यस्तै हुन्छ कि लाज लाग्छ मलाई हेरी पैसा मलाई ढिला भएको छ गाइस म चाहिँ अब भिडियो चाहिँ यही अफ गरेर मान्छे त म चाहिँ ऐना यस्तो देखिन्छ नि पुरा हेरेर हुन्छ क्या त्यस्तोमा त्यस्तोमा ऐना देखिन्छ अनि मैले चाहिँ आफ्नो शरीर हेर्दै हिँड्छु क्या यस्तो राम्री भएको छु भन्ने ल गाइस अब क्लासतिरै गएर भेटौँला ल रिस उठ्यो नि गाइस त्यो भर्खर पछाडि पनि त्यो सेतो लागेपछि नि त्यो हो त्यसले के यस्तो भन्ने कि राई लिम्बू गुरुङले यस्ता मुजीहरूले राई लिम्बूहरूले पूजापाठ गर्दैन कि गाडीले के बोले हौ के बोले अचम्म छ होइन यो केटी हो गाइस होइन के हो यो भाइ फेरि जुम हुँदैन रहेछ क्या मैले अगाडिदेखि गरेको छु नि त त्यही भएर जुम हुँदैन रहेछ के बोल्न सक्यो अब बहिनी के बोल्न सक्यो कुसुम झ्याम्मै हानिदिनु जस्तो के केटी यस्तो सिक्ने प्राय लिम्बू गुरुङहरूले पूजापाठ गर्दैन आइज मेरो घर आइज पूजापाठ गर्छ कि गर्दैन अनि देखाइदिन्छु के भएर मैले भिडियो अन गरेँ रिसै उठ्यो नि त कहाँबाट कसम मेरो थाहा नल्याएपछि गुरुङ पनि भन्यो कि त्यो सिक्ने रस त्यही हो गाइस होइन आफ्नो हुन्छ यार किन मुख छाडेर बोल्ने हो कास्टलाई आफ्नो के जातको रहेछ कस्तो धुलो हुन्छ गाइस यस्तो मजा आइपुग्न लागिसक्यो
सो भिडियो स्टार्ट। ये बस स्टैंड से ये बिल्डिंग है। Plastic होगा है क्या बात है। चलो चाहिँ अब ट्याक्टिक्स गर्छौँ आगो अघिदेखि भयो। अब त्यहाँ म्युजिक चल्छ सरर पारामा हामी चाहिँ पुरा परार भनौँ। यहाँ हो क्या त्यो बसिन्दारा हामीले चाहिँ 1.5 घन्टाको क्लास सकियो। अब फेरि अझै 1 घन्टा अब आधी घन्टा क्लिन गर्नुपर्छ। अनि क्लिन गरेपछि अनि 1 घन्टापछि त्यो 12 बजे 12 बजेपछि 1 बजीसम्म आफ्नो क्लास चल्छ। क्लास उसले बाहिरको महल हेर्न सक्नुहुन्छ। त्यहाँ मैले यतिकै बसेँ। मेरो त हातै बनेन हौ। रोसिता बनिँदैछु। रोसिता बन्नै बनेन। सुरु दिन त कस्तो मजाले बनाएको थियो। हिजो आज गाह्रो भयो चाहिँ साइलेंट ओके तेर्स ल हस् ल सुरु साइलेंट अलिक ठुलो स्वर भएन प्लिज सुरुबाट ल नेपालीबाट हानौँ न। मेरो नाम सुजाता गुरुङ। मैले चाहिँ अहिले यसको चाहिँ अनि 4-6 आइसक्रिम छ। अनि त्यसपछि लेमन अनि किन हाँस ल नहाँसिकन कति आउँछ 4 आउँछ ओके। त्यसपछि अनि हामीले
लेमन जुस हाल्दैन है ल ठिक छ फोटो सुट हुँदैछ ए गल्लाई हजुर अब हजुर यही घरमा आएको बस्नु जाने पठाउने त्यो सँगै सिक्ने हो कि सँगै सिक्नु जिबी हो भाउजू हो कि भाउजू सँगै सिक्नु भाउजू हो कि भाउजू त होइन उसैको वेलकम टु मेरो रुमतिर है अब चाहिँ म सरी अब चाहिँ मैले चाहिँ अब यस्तो मिलाउनु पर्ने हुन्छ यस्तो जग्गा जाम गरेछु मान्छे केही पनि नआइकन गएको हो नि त त्यही भएर अब चाहिँ बनाएर खानुपर्ने हुन्छ के बनाउँछु भने चाहिँ मेरो हिजोको यो भात छ अनि भात छ भातमा अब के गरेर खान्छु है त्यसलाई पुरा यस्तो छ कि मेरो रुम फिलिली यस्तो छ यहाँ भात छ मेरो चाहिँ यस्तो छ क्या त्यही भएर अब कपडा चेन्ज अनि त्यही हो त्यो प्रिजेसन दिँदा चाहिँ म लास्टै म किन्छु क्या बनै सक्दैन त्यो जाने चिज पनि भुल्छु क्या अनि त्यही भएर त्यस्तै भयो है मेरो प्रिजेसन बोल्नै सक्दैन बादल आज चाहिँ अलिक छिटै आयो हो नभए हिँड्दै आउनु पर्थ्यो त्यही हो गाइज मेरो हालत यस्तो छ जिन्दगानी दर्पण छाया त्यस्तै हो ल एकछिन बस्नु ल ल ल ल गाइज मैले चाहिँ रुम क्लिन गरेर गइसक्यो मेरो क्लिन भने यही हो क्या अगाडिको क्यामेराबाट देख्छु क्या यही हो यतिभन्दा कति क्लिन गर्ने हो र अनि अब मैले चाहिँ भात पकाएर खाने हो के अरे भात छ कि भात पकाउने होइन भात पकाएको छ यो भातले कसरी खाने कसरी बनाएर खाने यो भातलाई भात छ कि देख्नु सक्नुहुन्छ अनि यो भातले कसरी बनाउने हेर्नु कसरी बनाएर खाने मतलब कि अब तरकारी नपकाउने तरिकाले कि कसरी बनाएर खाने म कन्फ्युज भइरहेको छु सो त्यही हो
आजको मेरो प्रिपरेसन चाहिँ राम्रो भएन क्या के भन्यो म त यस गरिरहेको छु यस गरे Hello everyone, good afternoon. My name is के भने हत्तबादी के बिगारेछ के म त अर्को नेक्स्ट टाइम चाहिँ म पक्का राम्रो दिनेछु ल गाइस परमिस म तपाईलाई परमिस गरे यस्तो के यस्तो घाम लागिरहेको छ आहा क्या हेरेछ सो म चाहिँ अब के कस्तो बनाएर भएको थियो नि भने थाहा छैन यार मेरो बाल हेर्न मेरो सिक्री हरायो नि गाइस अस्ति शनिबारको दिन हुन्छ होइन अस्ति हराएको म नुहाउँदा चाहिँ यो सिक्री खोलेर नुहाउँछु अनि सिक्री खोलेर त्यही बाथरुम राखेको थिएँ अनि बाथरुम म लिन भुलेपछि फेरि उस गरेछु क्या अनि फेरि हिजो फेरि क्लास जाँदाखेरि यसो अर्को टी सर्ट लाउँदाखेरि अलिक घाँटी खाली देखिन्छ अनि खै यसो बाहिर निकाल्छु भनेर सिक्री यस्तो खोज्दा त छैन सिक्री नै भेटिन्न अनिखेरि कसले लग्यो अब त्यो यस्तोमा राखेको थियो नि त यस्तोमा राखेको थियो अनि त्यसपछि त्यो त अब त्यसै झर्दैन हौ त्यो मान्छेले टिपेरै नै लगेको अरू त कुनै आउँछ र आफ्नै फ्लाइटको मात्रै तत्काल जान्छ नि त अनि त्यही नै मान्छेले होला त्यही पनि म सोधेको छैन के सोध्नु भनेर दिने मान्छेले त भेटाइ पनि दिइहाल्छ नि त अब मैले जति तिनीले भेटाए पनि मैले सोधे पनि तिनीले दिनेवाला छैनन् त्यही हो गाइस कस्तो सुनाउँछ नि त्यही हो गाइस मैले थाहा चाँदीको सिक्री कति 3टा किनिसकेँ 3टै हरायो के टाउको चिलाउँछ मलाई चाँदीले सुत्दैन क्या 3टा सिक्री लगभग 3टा गरेर त कति हजार त्यो सुरुको 2000 2 3 त्यस्तै त्यो 4000 अहिले हराएको चाहिँ 4000 को 4000 मा कस भएको सिक्री हो मैले मिहिनेत गरेर मेरो दुःखको कमाएको पैसाले किनेको नि त्यो नखाई अरू कपडा नकिनी सिक्री किनेको त ल्याम्म भयो गाइस ल्याम्म तरिकाले भयो अब ठिस पानी खाएर लड्या कि त्यही भएर हेरेर बस्यो कति बेर हेर्छ कति पहिला नै आएर बस्यो हेरेको थियो ए भर्खरै आएको तर मैले हाल्ने थिएन नि हौ भिडियो हाल्दैन हौ त्यहाँ एकजना मान्छे ड्रग्स खाएर लडेर बसेको थियो अनि त्यहाँखेरि ड्रग्स खाएर लडेर बसेको रहेछ अनि त्यहाँ मैले भिडियो गराएको थिएँ अनि त्यहाँखेरि त्यो एउटा दर्शकहरू चाहिँ एकजना मान्छेले चाहिँ के भन्यो नि के भनेपछि यहाँ आऊ भन्नु होइन यहाँ आऊ भनेपछि मैले गएँ होइन अनि पढे लेखे हौ भन्यो अनि पढे लेखे हौ ला पढे लेखेको होला तिमीलाई राम्रो भिडियो गराएर हाल न भिडियो खिच्छ यस्तो किन हाँस्छौ रे भनेर अलिक धम्की टाइपमा भन्यो क्या कति मलाई त यस्तो रिस उठ्यो होइन भनिरहेको छु होइन देखिरहेको छु त्यो थोरै टाइटल भयो नि त्यहाँ भिडियोमा देखे भए चाहिँ म देखाइदिन्छु ल बिस्तार पारेर होइन यसो बाहिर निस्किनु मेरो मुडै अफ भयो यसो हावा खान निस्केको मुडै अफ यो सोल्टिन कता भयो गाइज म चाहिँ यहाँ अहिले चाहिँ फर्स्टको मासु अनि सोल्टिनाको नन्दको मासु त्यहाँहरू चाहिँ आज चाहिँ खाने रे अनि त्यहाँहरू चाहिँ यता तरकारी लिन जानु भएको छ अनि पछाडिको हेर्नु यहाँ यस्तो राम्रो देखिन्छ यहाँबाट
त्यही हो आजको भिडियो चाहिँ के कस्तो लाग्यो है कमेन्टमा भनिदिनु होला अनि लास्टसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच आज चाहिँ मेरो हल्का उस भयो क्या सुरुदेखि नै राम्रो भिडियो आउँछ गराउँछु भनेको त जहिले है राम्रो गराउँछु भनेको त एउटा न एउटा कुरा अरे बिहान भयो त्यो केटीहरूले त्यस्तो मेरो अगाडि त्यस्तो भन्थ्यो अनि फेरि पछि आएर त्यहाँ रक्सिएर लडेको मान्छेको भिडियो त गराएको थिएँ है गराएको छु त्यो पनि हजुर देख्नुभएको होला अनि त्यहाँ नि थर्कायो र त आज त दिमाग ह्याङै भयो अनि त्यो क्लास गयो त्यो रोज त बन्नै नै आएन प्रिजेन्टेसन नि त्यस्तो राम्रै भएन झ्याउ लागेको छ आजको भिडियो त्यस्तै रहेछ सो आजको भिडियोमा चाहिँ यति नै भनिदिएर हजुरलाई चाहिँ गुड नाइट भन्न चाहन्छु फेरि अर्को न्यु डे न्यु भ्लग भेटौँला बाई बाई